नमस्कार सबैजनालाई। आज म हजुरहरू समक्ष आफ्नै कौसीमा फलेको मिठो कर्कलो गाभाको तरकारी पकाउन लाग्छु। बोडी चाहिँ किनेर ल्याएको आलु बोडी कर्कलो। म कौसीमा गएँ, मैले जारमा रोपेको गाभालाई टिप्दैछु। कोही बोक्रामा छ, कोही जारमा, कोही कार्टुनमा होइन। यसरी मैले कर्कलो आफैले रोपेको आफ्नो रुफटप गार्डन कौसीको अर्ग्यानिक गाभा टिप्दैछु। मलाई गाभा साह्रै मनपर्छ। गाभा यसरी मैले कौसीबाट गाभाहरू टिप्दैछु। हुन त मेरो कौसीमा खासै धेरै त हुँदैन, तैपनि औषधिको रूपमा जस्तै बेला बेलामा अर्ग्यानिक तरकारीहरू हुन्छ। जसरी हामीले बिरामी हुँदाखेरि औषधि खान्छौँ, त्यस्तै हामी किनेको विषादयुक्त तरकारी खाँदा कहिलेकाहीँ आफैले रोपेको अर्ग्यानिक तरकारी पनि खानुपर्छ। त्यसले पनि केही औषधिको जस्तो काम गर्छ। मसँग कालो कर्कालो पनि थियो, दुइटै मिक्स गरेर टिपेँ। यसरी साथीहरू, तपाईँहरू कसरी पकाउनुहुन्छ गाभालाई? अब तपाईँहरू आज मेरो स्टाइलले बनाउनु होला, साह्रै मिठो लाग्छ मलाई त। हुन त सबै गाभा पकाउन नजान्ने त को होला र, तर सबैको आफ्नै पकाइको स्टाइल हुन्छ। तर कहिलेकाहीँ आफूले जान्दा पनि फरक व्यक्तिले कसरी बनाउँछ भन्ने हेर्न मन लाग्छ होइन। म पनि हेर्ने गर्छु। त्यसैले तपाईँहरू पनि मेरो स्टाइल हेर्नुहोस् कसरी पकाउँछु। साथीहरू, भिडियो अलि लामो हुन गएको छ होइन, तैपनि हेरिदिनुहोस्। यो मेरो एक मुठी गाभा आयो। मैले अलिअलि फोहोर लाएको थिएँ, त्यसलाई पखालेर अब लिएर जाँदैछु। अनि मैले ल्याएँ, तल ल्याएर मैले यसमा यो केलाउन थालेँ। अलिअलि यसको टुप्पाहरू फोहोरहरू फालेँ र अनि केलाउँदैछु यसलाई। अनि त्यस पछाडि मैले गाभाहरू केलाइसकेपछि मैले आलु र बोडीलाई यसरी कराहीमा भुटेँ। मैले गाभा पहिले नै कुकरमा गाभा मात्रै थोरै नुन राखेर सिटी लगाइसकेको छु। मैले त्यो चाहिँ बिचमा भुलेछु, नुन मात्र राखेर मैले सिटी लगाएको हो 3-4 यतातिर मैले छुट्टै कराहीमा आलु र बोडीलाई भुटेँ मजासँग पाक्ने गरेर। यसमा मैले आज व्रतको दिन भएको कारणले लसुन, प्याज र टमाटर हालेको छैन, केवल जिरा र अदुवा सिलौटोमा पिसेको हालेको छु। नभए म अघिपछि गाभा पकाउँदा तोरीहरू पनि खुवाउँछु, प्याजहरू लसुनहरू खुवाएरै बनाउनु त। तर मैले आज यसरी बनाएको पनि साह्रै नै मिठो भएको थियो। कहिलेकाहीँ सादा पनि मिठो हुन्छ कि कर्कलो त। अनि यस्तो किसिमले मैले त्यो सिटी लगाएर राखेको गाभालाई हालिदिएँ। आलु बोडी पाकिसके पछाडि अनि नुन भइहाल्यो, बेसार भइहाल्यो, अलिअलि हालेर मैले यसरी गाभालाई मिठो गरेर बनाएर खाएँ। सबैजनाले मिठो मानेका थिए। कहिलेकाहीँ यस्तो सादा पनि मिठो हुन्छ। हामी व्रतहरूको दिनमा केही पनि नहुँदाखेरि यसरी पकाएर खाँदा साह्रै मिठो हुन्छ। यो खुर्सानी चाहिँ पछि हामी टोकेर खाने हो, कागती निचोरेर।